महायानको धर्ममा अभ्यास गर्ने व्यक्तिहरूको लागि आफ्नो चित्तलाई शुद्धिकरण गरेर अनि बोधिचित्त उत्पन्न गर्ने चाहिँ एकदमै महत्त्वपूर्ण भनेर यसरी व्याख्या गरिन्छ। त्यसरी व्याख्या गरेको अनुकूल हरेक कक्षामा चाहिँ बोधिचित्तको मन उत्पन्न गरेर चाहिँ धर्मदेशना श्रवण गर्नु भनेर यसरी व्याख्या गरिरहेको छन्। त्यो पनि मैत्री बोधिसत्व मैत्रीले भन्नुभएको शब्दलाई लिएर अनि व्याख्या गर्नुभएको छ। धाउनी ताउनी जितेनकी लामे च्याउँछु थोप्दो न त्यही चावा च्याउँछु सेम। म लगायत यो लोकको सारा प्राणीहरूले सबैभन्दा अनुत्तर मार्ग चाहिँ बोधि ज्ञान हो र यदि यी संसारका सर्वश्रेष्ठ प्राणीहरूले सबै प्राणीहरूले यी अनुत्तर बोधि ज्ञान प्राप्त गर्न चाहन्छौँ भने त्यसको मूल ज्वरो चाहिँ बोधिचित्त हो र बोधिचित्तकै माध्यमबाट चाहिँ यी सम्यक सम्बुद्धलाई प्राप्त गर्न सक्छौँ। त्यस कारणले गर्दाखेरि बोधिचित्तको मन बिना त्यो चित्त बिना चाहिँ सम्यक सम्बुद्ध चाहिँ असम्भव छ र त्यसको लागि चाहिँ बोधिचित्त उत्पादन गर्नुपर्छ भनेर यसरी व्याख्या गर्नुभएको छ। र सँगसँगै विशेष गरेर अहिले गम्भीर उपदेश वज्रयानको उपदेशको अभ्यास गरिरहेको बेलामा सारा संसारिक भव संसार निर्माण यी सबैलाई एक नस रूपमा चाहिँ हामीले हेर्ने दृष्टिकोण बदल्नुपर्छ। जस्तै हामी संसारमा रहिरहेको बेलामा हरेक प्राणीहरू अथवा चाहिँ मनुष्यहरूभित्रमा पनि धेरै भिन्नताहरू चाहिँ हामी हेर्छौँ नि। त्यसो नभइकन यी सबै मनुष्य होस् या प्राणी होस् त्यो सबैले एउटै धारणा चाहिँ राख्नुपर्छ। त्यसको भावना चाहिँ सबैले बुद्ध र बोधिसत्वको रूप या त देवमण्डलको रूपमा चाहिँ भावना गर्नु सक्नुपर्छ। किन यसरी भावना गर्ने भन्दाखेरि यी सबै प्राणीहरूको वास्तविक स्वरूप भनेको चाहिँ बुद्ध हो र तिनीहरूलाई चाहिँ उसको स्वरूप जस्तो छ त्यस्तै प्रकारले अनि देवमण्डल यसरी चाहिँ आदि शुद्धको रूपमा अनादिकालदेखि जसरी बुद्ध हो त्यसरी नै यिनीहरू पनि चित्तमा तथागत गर्व रहेको छ र अवसर प्राप्त भएको बेलामा उहाँहरू कुनै न कुनै दिन बुद्धता प्राप्त हुन सक्छ भनेर सबैले यी सबै प्राणीहरूलाई दया माया करुणाको माध्यमबाट यसरी भावना जगाउनुपर्छ भनेको छ। वास्तवमा हामी बुद्ध भन्छौँ अनि सत्व भन्छौँ नि सङ्घे सेम्जेन बुद्ध अनि सत्व प्राणीहरू। बुद्ध भनिसकेपछि चाहिँ ओहो मलाई एकदमै के भन्छ आस्था हरेक कुराहरू चाहिँ जगाएर चाहिँ त्यसमा हामीले चाहिँ हरेक कुराहरू अर्पण गर्छौँ। तर प्राणी भनेपछि एकदमै नराम्रो दृष्टिकोणबाट हेर्ने यस्तो एउटा स्वभाव चाहिँ हामीमा छन् रे भन्दाखेरि वास्तवमा चाहिँ एक प्रकारले हामी धर्मको अभ्यास गर्ने साधकहरूको दृष्टिकोणमा चाहिँ प्राणीहरू पनि त्यतिकै महत्त्वपूर्ण छ भनेको छ। किन भन्दाखेरि बोधिचित्त र करुणा चाहिँ बुद्ध हुने हेतु हो। हेतु भनेको बिउ है, साधारण भाषामा बुझ्नु पर्यो। अब बिउ बिना त फल पाउँदैन। अब बुद्ध हुनु पर्यो भने त्यसको बिउ चाहिँ हामीले जगाउनु पर्यो। त बिउ चाहिँ करुणा र बोधिचित्तको मन, राम्रो मन, कुशल मन रहेछ भने अब करुणा जगाएर मात्रै बुद्ध हुन्छ भने करुणा त कसले जगाउने त? करुणा जगाउने विषय भनेको त फेरि प्राणी नै हो। त्यो प्राणी छैन भने करुणा कहाँ जगाउने? यति लिने मान्छे छैन भने दान कहाँ गर्ने? त्यो नजरबाट हेऱ्यो भने चाहिँ प्राणी पनि हामी साधकहरूको लागि एकदमै ठुलो कृपल हो अरे। उहाँहरूले कसैले गाली गर्यो भने त्यसलाई शान्ति सहनशीलताको भावना गर्दाखेरि पुण्य प्राप्त हुन्छ। कोही गरिब मान्छेहरू देख्यो भने त्यसलाई दान गर्यो भने त्यसले आफूले पुण्य प्राप्त हुन्छ। त्यसले गरेर अनि पुण्य भनेको चाहिँ फेरि हरेक पाप कर्महरूलाई नाश पार्ने चाहिँ प्रतिपक्षको रूपमा मान्छ। जोसँग पुण्य छैन उसले केही पनि गर्न सक्दैन। त्यसो भए अब हामी चाहिँ बुद्ध हुनुको लागि सबैभन्दा पहिला हामी पुण्य कमाउँछौँ भने पुण्य कमाउनुको लागि त करुणा चाहिन्छ। करुणा चाहिँ बढाउनुको लागि त फेरि प्राणी त चाहियो। त्यसले गर्दा वास्तवमा जति हामीले बुद्ध भनेर सम्मान गर्छौँ त्यतिकै प्राणीहरूको पनि आवश्यकता छ।
सबै प्राणी जति दुःख पाएको छ त्यसले झन् अझै करुणा जगाउनुपर्छ। बुद्ध भनेर अलगै, प्राणी भनेर अलगै त्यस्तो भावना नजगाउनु, सबैले एकमात्र रूपमा चाहिँ यसरी चाहिँ हामीले करुणा फैलाउनु सक्नुपर्छ भनेर यसरी देशना गर्नुभएको छ। अर्को प्रकारले हेर्दाखेरि ती प्राणीहरू मैले अगाडि भने जस्तै गरेर उहाँहरू सबैको चित्तमा चाहिँ तथागत गर्व भनेर भविष्यमा बुद्ध हुने एउटा हेतु उनीहरूमा पनि छ। त्यसकै माध्यमबाट हेर्दा पनि यी सबैलाई चाहिँ विभेदपूर्ण भावना त्याग गरेर सबैलाई चाहिँ हामीले एउटा अवसरको रूपमा हेरेर चाहिँ चित्त बोधिचित्त जगाउनुपर्छ भन्ने छ। र अर्को दृष्टिकोणबाट हेर्दा बोधिचित्त किन हामीलाई आवश्यकता छ भन्दाखेरि अब हामीले सम्यक सम्बोधि प्राप्त गर्नुको लागि महायानको मार्गमा प्रवेश गरेर तप तपस्याहरू हामीले गर्नैपर्छ। यो तप तपस्याहरू गर्नुको लागि विशेष गरेर चाहिँ अनि हाम्रो चित्तमा भएको दोष कलेश यी कुराहरूलाई हामीले के भन्छ त्याग गर्नुपर्छ। अनि कलेशहरूले त्याग गरिसकेपछि ती गुणहरू चाहिँ हाम्रो चित्तमा आवश्यक रूपमा त्यहाँ चाहिँ प्रवेश भएर आउँछ। चित्तको मैला हटाउनु र गुण प्रवेश गर्नु चाहिँ एकसाथ जस्तै हुन्छ। र यी सबै जसरी हाम्रो पापहरू देशना गर्ने, दोष आपत्तिहरू चाहिँ कट्टी गर्ने अनि गुणलाई चाहिँ प्राप्त गर्नुको लागि चाहिँ विशेष गरेर अनि महायानमा भर पर्छ भनेको छ। तर महायानको मार्गमा अभ्यास गर्नुको लागि सबैभन्दा मूल आवश्यकता भनेको चाहिँ बोधिचित्त हो। त्यस कारणले चित्तलाई शुद्ध पार्नुहोस्। अनि सबै प्राणीहरू अब बोधिचित्त भन्नाले पनि फेरि राम्रो मन भन्ने पनि दुई थरीको हुन्छ। आफ्नै लागि राम्रो मन गर्ने कि अरूको लागि गर्ने, त्यो दुईवटा कुरा हुन्छ।